हेलो एभ्रिवान, हामी चाहिँ आज 12 क्लासबाट हामी प्रोजेक्ट साथीहरु, स्वागत छ मेरो यस नयाँ ब्लगमा। तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। आजको यस नयाँ ब्लग गोदावरी भिजिट हुनेछ साथीहरु। हामी स्कुलबाट शैक्षिक भ्रमणको लागि गोदावरी जाँदै छौं। भिडियो अन्तिमसम्म हेर्नु होला। भ्रमणको दिन हामी बिहानै विद्यालयबाट बसमा प्रस्थान गरेका थियौं, जसमा म मात्र हैन, यहाँ क्लासको साथीहरु, सरहरु सबै मिलेर हामी गएका थियौं। विशेष त हामी प्रोजेक्ट वर्क अथवा परियोजना कार्यको लागि हामी विशेष गोदावरी तर्फ गएका थियौं। चुप लाग्न भने ओ हाम्रो सर, ओ राजन सर के उहाँ हाम्रो राजन सर, यानी कि अकाउन्टेन्ट टिचर। उहाँ हाम्रो टिचर मात्र होइन, उहाँ हाम्रो साथी जस्तै हुनुहुन्छ, किनभने उहाँ हामीसँग धेरै मिल्नुहुन्छ, जुल्नुहुन्छ। यस्तो टिचर पाएका छौँ हामीले, झन् साथी जस्तै। यहाँ हाम्रो म्याम हुनुहुन्छ, म्यामहरू हुनुहुन्छ। माथि नै जाने भन्ने सोचो, तर गाडी बिग्रेको कारणले हामी त्यहाँ जान पाएनौँ, त्यसैले हामी पुनः फर्कियौँ। गोदावरी बनैमा राख माय मनैमा, गोदावरी बनैमा राख माय मनैमा, आउन माया सँगै बसौ न। एकछिन रमाइलो पछि हामी फेरि बसमा चढेर गोदावरी गार्डनतर्फ लाग्यौँ। जाउन कान्छी जाउँ गोदावरी बन, डेटिङ जाउँला फ्राइडेमा फोटो माइडेमा, डेटिङ जाउँला फ्राइडेमा फोटो माइडेमा। हेलो एभ्रिवान, हामी चाहिँ आज 12 क्लासबाट हामी प्रोजेक्ट गर्ने भनेर आएको। यसले मलाई देखाउन खोजेको छैन, यसलाई मैले काट्दिन्छु, पाडिन्छु, दौडिन्छु। अब म यसरी फुल्ले गाइज मलाई दे तैले। अब यसले मलाई प्रपोज गर्छ, देखा यसले मलाई प्रपोज। किशोर आशिष, उसको नाम चाहिँ रोशन हो है। अब म चाहिँ हिँड्छु टक टक। मेरो नाम चाहिँ कोपिला हिरो हो, म हिरो देखिरह होला। आम्बो छोड चुमै कस्तो हिरो देखिरहेको छ। म हिँडेको कस्तो छ, हामी सँगै हिँड्ने। अब छोड छोड ल हिँड। ल मैले तल पुगिदिएँ। थ्याङ्क यू मेरो कविता एक्लै ल। सरी गाइज, यस्तै हो म। बिच बाटोमा गाडी बिग्रेर हाम्रो गाडी माथि नजान पाएर मामा हिरा नेता उटेक्राएर गइरहेछौँ है। सो किशोर आशिष मङ्गल म पछाडि पनि हुनुहुन्छ, विश्वास सर पछाडि हुनुहुन्छ, हाम्रो सरहरू हुनुहुन्छ, धेरैजना छौँ है। लागिरहेछौँ, आफ्नो धुनमा छौँ सबैजना है। सो त्यही नै गाइज। हेलो गाइज, हामी यति बेला गोदावरीमा आएका छौँ। हामी सँगसँगै तेज विनायक स्कुलबाट आएको हौँ। यहाँ हाम्रो साथीहरू पनि छन्। सो गाइज, अनि हाम्रो रोशन सरले यहाँ निशा दिदीलाई मन पराउनुहुन्छ, मनै आउनुहुन्छ।
अनि त्यही भयो गाइज अब त्यस्तै गाइज त्यस्तै अरे यहाँ हुनुहुन्छ हाम्रो अञ्जली म्याम सिर्जना म्याम देख्न सक्नुहुन्छ एकछिन हामी यताउति घुमिसकेपछि फेरि हामी खाजा खानतर्फ लाग्यौँ सबै साथीहरू यहाँ हुनुहुन्छ म्याम सबै साथीहरू घरबाटै हामीले खाजा बनाएर ल्याएको थियौँ त्यही सो खाँदैछौँ है अर्को चाहिँ सुध्रिने मौका दिन्छ अर्कोचोटि सुध्रिने मौका दिन्छ ए भाइ त मलाई यहाँ किन डिस्टर्ब गर्न आइरहेको ए जोडी नखाऊ र तपाईँलाई के कमी आज उनीहरूको व्रत अरे के दुईजनाको नखाइन दुईजना निसा र रोशनको किन नखा भनेर त बुझ्दैछौँ हामी मलाई पनि अहिले नि थाहा हो नास्ता खाइसकेपछि हाम्रो अब एकछिनमा दोहोरी स्टार्ट हुन लाग्यो जारा लैलै सम्झनामा आउँछ जारा अल्छी अल्छी लाग्यो वरिपरि सबले हेरिरहेको नै मागेर एक पेट खाइदिए जाबो दुई से हेर्न आउँछु हजारा नाच्दिउ कि के हो बिचमा म्याम पालो पालो यहाँ हो के सर यता न
ऊ त्यो एउटा हाँगो भएको थियो ब्लाङ्ग तल आयो के हुन्छ होला मलाई आउँदैन रे हामी त्यहाँ भरमर गरिसकेपछि पुनः हामी घरतर्फ लाग्यौँ रमाइलो गर्दै त्यहाँ साथीहरू सबै है। सो अब त्यति नै हो गाइज, हामी घरतर्फ लाग्दै रमाइलो गर्दै। अन्तिममा तपाईँलाई के सबैजना गोदावरी गइदिनु होला सायद है। एकदम नेपालको त्यो घुम्नै पर्ने ठाउँ हो है। त्यहाँ ललितपुर जिल्लामा अवस्थित छ। एक प्रसिद्ध प्राकृतिक तथा धार्मिक स्थल हो। यहाँ हरियाली, वन, स्वच्छ हावा र शान्त वातावरणको कारणले अत्यन्त रमणीय छ। सुन्दर बगैँचा, विभिन्न प्रकारका वनस्पति तथा चराचुरुङ्गीको अवलोकन गऱ्यौँ। त्यहाँको बारेमा शैक्षिक अनुसन्धान आदि जस्ता कुराले जानकारी पाइन्छ त्यहाँ। यसका साथै हामी त्यहाँ रहेको धार्मिक स्थल पनि दर्शन गर्न सक्छौँ। त्यहाँ फोटो खिच्नलाई पनि एकदम राम्रो छ। सबैजना गइदिनु होला, एकदम राम्रो छ ठाउँ। सो त्यही नै भन्न चाहन्छु। थ्याङ्क यू गाइज, बाई बाई। भेटौँ अर्को भिडियोमा।